मैले पठाएको भिडियोमा भिडियोको लिङ्कमा कहीँ पनि यसो गरेर यो युट्युब भनेर लेखेकोमा थिच्दाखेरि यो सबै अर्को पेज खोलिन्छ। त्यसमा चाहिँ अब युट्युबमा जान्छ होइन, त्यहाँ चाहिँ अन्त त्यो भिडियो चलिरहेको हुन्छ। त्यसको मुनितिर मेरो फोटोमा चाहिँ यसो थियो भने सब्सक्राइब भनेको अगाडिपट्टिको फोटो मात्रै थिच्यो भने चाहिँ अर्को पेज खोलिन्छ। यो के हुन्छ भने यसरी यो भिडियो तल चलिरहेको छ, मेरो नाम प्रेम प्रधान र एट हिल्जेम भनेको चाहिँ सुनिन्छ निस्किन्छ र त्यसमा मैले पब्लिस गरेको के अरे पब्लिक भिडियोहरू त्यहाँ अहिले 7 जति छ, त्यो सबै देखिन्छ सबैमा र हेर्न सकिन्छ। यो चाहिँ भिडियोहरू हेर्नुभयो, तर कोही बेला कस्तो हुन्छ भने सबै यो लिङ्क पनि छैन, मैले पठाएको केही पनि छैन। प्रेमको भिडियोहरू हेर्नु मन पर्यो भने चाहिँ कसरी हेर्ने भन्दाखेरि यहाँ यसरी युट्युब मात्रै खोल्नुभयो, यस्तो के देखियो यहाँ चाहिँ अन्त त्यो माथि यो म्याग्निफाइङ ग्लासमा थिच्यो भने चाहिँ त्यहाँ थिच्दाखेरि कसको के भनेर खोज्नु पाउँछ। त्यो खोज्ने ठाउँमा चाहिँ अन्त यो टाइप गर्ने पहिला सुरु एट साइन भन्ने यो एट साइन गऱ्यो, त्यस पछाडि टाइप गर्नु थाल्यो HILLGEM हिल्जेम भनेर लेखिसकेपछि चाहिँ त्यो आउँछ त्यो अन्त तल म्याग्निफाइङ तलको म्याग्निफाइङ ग्लासमा थिच्दाखेरि चाहिँ सबै खोज्छ होइन। त्यो खोज्दाखेरि त्यो मेरो फोटो र मेरो नाम देखिन्छ। त्यसमा भ्यू च्यानल भनेको चाहिँ पट्टि थिच्यो भने चाहिँ फेरि सबै पब्लिक भिडियोहरू मेरो देखिन्छ। र त्यति मात्रै होइन, अरू पनि मेरो भिडियोहरू छ कति सेयर गरेको, तर तिनीहरू चाहिँ सबै पब्लिक छैन। पब्लिक नभएकोले गर्दाखेरि त्यो चाहिँ लिङ्क छ भने मात्रै खोल्न सकिन्छ। म अरू उपायहरू गर्दैछु। म मेरो पछि कसले चाहिँ कसैले हेर्न खोज्यो भने केही उपाय छ कि भनेर र बुझ्दैछु छ रहेछ र तर गरिसकेको कामहरू चाहिँ गरिसकेको छुइनँ। त्यो चाहिँ अब तर त्यो चाहिँ सेयर गर्न यसरी युट्युबबाट पब्लिकली सेयर गर्न सकिँदैन र प्राइभेटली जिमेल भएको मान्छेहरूलाई म जिमेलमा पठाइदिन्छु कि यो लिङ्क खोल्यो भने चाहिँ मेरो अरू अनलिस्टेड भिडियोहरू अझै योभन्दा धेरै 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 छ, त्यो सबै देख्ने उपाय मिलाउनु।